हेलो हेलो साथीहरू, वेलकम टु माई मिनी ब्लग। बाटो चाहिँ एकदम धेरै चिप्लो रहेछ। हामी चाहिँ कागती टिप्न जानु लाग्यो। कागती टिप्न जाने चाहिँ बाटो चाहिँ एकदम घारी रहेछ। यो बाटो हो कि घारी हो थाहै भएन। हिँड्न नसकेर भिज्यो। यो बाटो हो त भने हिँड्नै नसक्ने छ र बाटो चिप्लो चिप्लो घारी। फाइनली कागतीमा आइपुग्यो हामी। कागती टिप्न थाले। कत्रो रहेछ कागतीको बोट चाहिँ। कति धेरै फलेको कागती टिपेर सक्यो। यति टिपे कागती फलिरहेछ अझै कति कागती चाहिन्छ भने चाहिँ सम्पर्क गर्नु होला हामीलाई। कागती हामी चाहिँ फर्के। अब पुग्यो कागती। कत्रो गिरा हो यो चाहिँ के अरे खुरखुरे बजार। कस्तो राम्रो फुल। बाटो हिलो यस्तो बिजोग छ र पानी परेर। फाइनली घर आइपुगे। यो चाहिँ दिदीको घर। बाबु चाहिँ के अरे आँप भन्दै रमाउँदै आएछ कागती रचिनेर। खुसी हुँदै आँप हेर्न आएछ। आँप होइन रहेछ। दङ्गै पऱ्यो बाबुजी।